घटनास्थल कहाँ हो? घटनास्थल चाहिँ कहाँ हो? ए रगतीहरु छ नि त त्यहाँ। ए यहाँ चाहिँ रोडमा हिँड्दा दुर्घटना हुन्थ्यो। घर पछि यहाँ गाडीले हानेछ, दुर्घटना हैन, यो हत्या गरेको छ हाम्रो नानीलाई। हामीलाई के हैन, हामीलाई न्याय चाहिएको छ। हामीलाई न्याय दिलाइदिनु। हामी सरकारसँग जनतासँग केही चाहिएको छैन, हामीलाई न्याय दिलाइदिनु। न्याय मात्रै चाहिएको छ, न्याय चाहिएको छैन हामीलाई। जसले ज्यान लिएको छ त्यसरी नै ज्यान लिने बात एउटै हो। चाहे ड्राइभरले चलाएको हो चाहे खलासीले चलाएको हो। दुर्घटना हुने भनेको त्यो रोडमा हुन्छ। घरमा दुर्घटना हुन्छ भन्नु त तपाईहरु। तर बुझ्ने मान्छे हुँदैन। जला बोलाउनु पहिला कि बारी प्याक गरेर त्यो मान्छेलाई बोलाउनु अनि यता ल्याउनु। यता उता गरेर होइन उता अहिले जुन देखिएको छ यो दुईजना बच्चाहरू चाहिँ यहाँ स्थानीयका अनुसार दुईजना बच्चाहरू चाहिँ यहाँ जुन चटपटे खाइरहेका थिए बसेर यो पेटीमा र यो साइडबाट आएको गाडीले यहाँ ठक्कर दिएर जुन भित्तामा रगत पनि देख्न सकिन्छ। रगत र कपाल पनि देख्न सकिन्छ यहाँ भित्तामा। यो दृश्यको दायाँतर्फ हामीले दुईवटा तस्बिर राखेका छौँ। जुन मृतकमध्ये 14 वर्षीय अनुकुमारी दास र उनको बहिनी 12 वर्षीय देवकुमारी दास, जसलाई बेबी नामले चिनिन्थ्यो। सामानहरु प्याक गर्दै यहाँ चाहिँ सामान प्याक गरिरहेको थिएँ। यही सामानहरु प्याक गर्छ बेच्छ के बजारमा। यही सामानहरु बेच्ने उनीहरूले। दिदी बुन्ने मेरो मोबाइलमा फोटो खलासीले गरेको खलासी चाहिँ भागेको खलासी पत्ता लगाएर खलासी खलासीले मारेको छ। त्यसैले खलासी हामी मार्ने हो। हाम्रो ज्यानको बदलामा र यहाँ जुन देखिएको छ यो घर हो जुन घरमा कोठा भाडामा लिएर बसिरहेका थिए ती नानीहरू, जो हिजो भएको सवारी दुर्घटनाको क्रममा ज्यान गुमाउने दुईजना बालिकाहरू यही घरमा बस्थे र उनीहरू यो घरमा बसेर चटपटी खाइरहेको थियो भन्ने चाहिँ यहाँ चटपटी खाँदै गर्दा हुइकेर आएको अनियन्त्रित भएर आएको जुन बोलेरोले ठक्कर दिएको थियो। त्यसपछि हिजोदेखि अहिलेसम्म लगातार स्थिति तनावग्रस्त अवस्था देखिएको छ। अनि उताबाट आमाले चिया दिए हैन, अनि नानीले गयो हैन, उताबाट गाडी उता बसेर जाममा मलाई त पहिले यहाँ लाग्यो हैन, म उठ्न बित्तिकै त्यतिकै त हानिहाल्यो। तपाईँ चाहिँ यहाँ थियो? गाडी चाहिँ कहाँबाट उता पुग्यो अरे? त्यहाँनिर उभिरहेको थियो हैन, अनि उताबाट सिधै काटेर झन् मलाई नै लाग्न थाल्यो। ठ्याक्क तपाईँ चाहिँ विचार गर्नु कि यो तपाईँ ठोकेको गाडी चाहिँ कताबाट आउनुहुन्छ भने ऊ दुईजना पुरा विचार गर्नु न मात्र तपाईँ। झन् म त यहाँ बोल्न थाल्यो अनि म त बोल्न थियो। नानीहरू के गरिरहेको थियो? चटपटी खाइरहेको थियो, सुपारी मागिरहेको थियो। सुपारी पै गरिरहेको थियो क्या, एउटा पनि चटपटी खाइरहेको थियो। दुईजना बसिरहेको थियो। तपाईँ चाहिँ भाग्नुभयो? म त्यहाँ उठ्न बित्तिकै चिया देख्नुभयो तपाईँले? गाडी यहाँ उभिरहेको थियो अनि एकैचोटि काटेर गाडी काट्न खोज्दाखेरि गाडी काटेर कता लगाउन खोजेको थियो? गाडी चाहिँ यता लगाउने कता लाग्दै थियो अनि एकैचोटि काट्यो अनि मलाई यहाँ अलि लागेको छैन। काट्नु हुँदा सर्ट एक्सिलेटर त्यो नानीहरू त्यहाँ बसेर त्यही त्यो भित्तामै च्यापेछ कि त्यो भित्तामै च्यापेछ।
मुरामा गाडी ना ओइ बाटे ना सिधै लाग्दैन मुरामा बसेको मुराको हालत हेर्नु न त्यहाँ टायरको डाबै छ यहाँ जोडेको गाडीमा मुरामाथि बसिरहेको हेर्ने र अहिले देखिन्छ जुन मृतकहरूले यही बोटुकोमा चटपटी खाइरहेको अवस्थामा दुर्घटना भएको हो। राजेले त छोरा आमा कल गए सुतल मुरी चले पछि माथि काम गरे यो सेतो एकातिर देखिएको यो प्लास्टिक छ र प्लास्टिकभित्र घटनास्थलमा भेटिएको गिदी मानव खपरभित्रको गिदी जुन उछिटिएको थियो त्यो गिदी यहाँ चाहिँ राखिएको छ, सङ्कलन गरेर यहाँ राखिएको छ। कति